नमस्ते साथीहरू। आज चाहिँ हामी भुराको पोखरीहरू सफा गर्न गइरहेका छौँ। हिजो अलि ठुलो पानी परेर हिलो लेदो आएर चाहिँ पोखरी एकदम फोहोर भइरहेको छ। पोखरीहरू सफा गर्दा चाहिँ माछाको भुरा मर्न पनि सक्छ। बिस्तारी यस्तो गरेर सफा गर्नुपर्छ। यसलाई चाहिँ अलि छिटो छिटो गर्यो भने माछाहरू भाग्न नसकेर मर्न पनि सक्छ। यसरी बिस्तार बिस्तार गरेर सफा गर्नुपर्छ। यो चाहिँ हाम्रो 6 महिनाको भुरा भयो र अलि सानसानै छ। यो ढिलो बढ्छ र यसरी सफा गर्दै जाँदाखेरि चाहिँ त्यहाँ तल पनि एकजनाले चाहिँ फोहोरहरू टिप्नुपर्छ। यहाँ हामी सफा गर्ने कार्यक्रम गर्दैछौँ। यता चाहिँ हाम्रो यो फिल्टर ट्याङ्की हो, यता पनि ट्याङ्की छ। अब यसरी हामी चाहिँ बिहान बिहान घाम झुल्के सँगसँगै काममा लाग्नुपर्छ। यसरी ट्राउटलाई चाहिँ स्याहार गर्नुपर्छ। लु हेर्नुहोस्, पोखरीहरू सफा गर्दा चाहिँ हामीले यस्तो प्लास्टिकको ब्रसले गर्छौँ। यसले चाहिँ फोहोरहरू फाल्न मद्दत पनि गर्छ र लेउहरू लागेको पनि यसले फाल्छ। यसरी बिस्तारी सफा गर्छौँ र सफा गर्दै जाँदा चाहिँ यता फोहोरहरू जान्छ, यता सफा क्लियर हुँदै जान्छ। लु हेर्नुहोस् है, यसरी सफा गरिन्छ माछाको पोखरी। हामीले चाहिँ सफा गर्दाखेरि कन्डिसन हेरेर कहिलेकाहीँ दिनै सफा गर्न पर्ने पनि हुन्छ र कहिलेकाहीँ चाहिँ अब हप्तामा 3 चोटि चाहिँ गर्नै पर्छ। सफा गर्दाखेरि पोखरी सफा हुनुको साथै माछाहरूलाई रोग पनि नलाग्ने हुन्छ अनि यसको ग्रोथ पनि अलि छिटो हुन्छ। पोखरीहरू सफा हुन्छ, हेर्न पनि अलिकति राम्रो देखिन्छ। त्यस्तो हुन्छ पोखरी नियमित सफा गर्दाखेरि चाहिँ। जालीमा चाहिँ यताबाट ब्रस गर्दै लगेको पात पतिङ्गरहरू अड्किन्छन्, जाली जाम गर्छ। यसरी यसलाई चाहिँ सफा गर्दाखेरि एकजना मान्छेले चाहिँ झिकिराख्नुपर्छ र छिटो छिटो सफा हुन्छ यो। ल, ट्राउट पाल्ने कृषकहरूलाई चाहिँ केही सिक्नु मन लागे पनि कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। केही सल्लाह सुझाव दिन मन लाग्यो नि कमेन्टमा भन्न सक्नुहुन्छ है। हाम्रो यो पोखरी चाहिँ चौडाइ 4 फिट छ, लम्बाइ 30 फिट छ र गहिराई 2 फिट छ। यसमा चाहिँ हामीले 40,000 भुरा, अहिले 40,000 भुरा छन् यो चारा पोखरीमा र हामीले अब यो 40,000 भुरा चाहिँ बढ्दै जाँदा यो सबै फार्ममा फिजाउँछौँ। त्यसरी चाहिँ हामी अब यो बढ्दै जाँदाखेरि यसलाई मिलाइ राखेर चाहिँ यसलाई उत्पादन गर्छौँ। हामी उताबाट सफा गर्दै आएपछि यो बिचमा धेरै भुराहरू आउँछ। यसलाई चाहिँ ब्रसको सहायताले हामीले यसरी यसरी सफा भएकोतिर धकल्छौँ अनि सफा गर्न पनि सजिलो हुन्छ, भुरा मर्ने चान्स पनि कम हुन्छ। यसरी चाहिँ हामी सफा गर्छौँ। देख्न सक्नुहुन्छ है, हामीले यो फोहोर ठाउँबाट चाहिँ भुरा सफा ठाउँमा धपाएर उता खेदिसकेको छौँ। अब यो भुरा यता हुन्छ अनि हामी यसरी चाहिँ सार्दै सफा गर्छौँ। ल हेर्नुहोस्, हामीले यो पोखरीहरू अब सफा गरेर सकिसक्यौँ। अघि कस्तो लेदो फोहोर एउटा माछा नि नदेखिने थियो भने अब अहिले चाहिँ कति राम्रो देखिया छ। यसलाई चाहिँ मान्छे भन्दा नि सफा गरेर राख्नुपर्छ के। यस्तो भएपछि यो चाँडै बढ्छ, यसलाई रोग लाग्दैन, राम्रो हुन्छ, देख्नु पनि राम्रो हुन्छ सफा सुग्घर भएपछि। ल, अब हामीले चाहिँ लगभग सबै 4वटा पोखरी सफा गरिसक्यौँ। ल हेर्नुहोस्, अघिको कन्डिसन कस्तो थियो, धमिलो लेदो। अब अहिले एकदम टड्कारै रूपमा भुरा माछाहरू देख्न सकिन्छ। ल हेर्नुहोस्, राम्रो एकदम दामी भएको छ भुराहरू। सफा भएपछि हेरिरहँ जस्तो लाग्छ। यो चाहिँ हाम्रो फिल्टर ट्याङ्की हो। अब ट्राउट पाल्ने ठाउँमा चाहिँ जहाँ पनि एउटा फिल्टर ट्याङ्कीको आवश्यकता हुन्छ। मुहानबाट डाइरेक्ट आएको पानीहरू चाहिँ यो फिल्टर ट्याङ्कीमा खस्छ।
र यसबाट अरू पोखरीहरूमा बराबर रूपमा पानी जान्छ र बालुवा ढुङ्गाहरू पत्करहरू आएको पनि यहाँ अडिन्छ। त्यही भएर फिल्टर ट्याङ्कीको आवश्यकता हुन्छ, सफा गर्नको लागि सजिलो हुन्छ। डाइरेक्ट पानीहरू जाँदा चाहिँ कहिलेकाहीँ पाइपहरू मर्यो भने नि अर्को पोखरीमा पानी नगइकन माछाहरू मरेर क्षति हुनसक्छ। त्यसैले फिल्टर ट्याङ्कीको चाहिँ एकदम जरुरी आवश्यकता छ। पोखरीहरूमा भएको माछाहरू चाहिँ अलि बलवान शक्तिवानहरू चाहिँ फिल्टर ट्याङ्कीमा जम्प गरेर आउँछ। यहाँ चाहिँ हामीले हालेको होइन, यो सबै उफ्रिएर आएको माछाहरू हो। अब माछाहरू उफ्रिने समय पनि भयो र यो पाइपमा पस्ने कोसिस पनि गर्छन्। कतिपय माछाहरू पाइपबाट पसेर मुहानतिर पनि जान्छ र यो सानो पोखरीबाट चाहिँ उफ्रिएर यहाँ फिल्टर ट्याङ्कीमा पनि आएको अवस्था छ साथीहरू।